हेलो क्लास 12 आजबाट हाम्रो इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमको सिरिज स्टार्ट भयो। पहिलो च्याप्टर इलेक्ट्रिकल सर्किट्स। तपाईँहरूले यतातिर सिलेबसको कन्टेन्ट देख्न सक्नुहुन्छ। हामी आज 14.1, 14.2 र 14.3 पढ्छौँ र योसँग रिलेटेड न्युमेरिकल प्रब्लम्स पनि सँगसँगै गर्छौँ। सो टपिकमै प्रवेश गरेँ। अन्डरस्ट्यान्ड किर्चअफ्स ल भनेर भनेको छ। किर्चअफ्स ल अथवा रुल्स पनि भन्छ। दुईटा छन् किर्चअफ्सका रुल्सहरू। दे आर किर्चअफ्स फर्स्ट ल र किर्चअफ्स सेकेन्ड ल। किर्चअफ्स फर्स्ट ललाई हामी किर्चअफ्स जङ्सन रुल पनि भन्छौँ, किनभने यो जङ्सनमा लाग्छ। र किर्चअफ्स सेकेन्ड ल जसलाई हामी किर्चअफ्स लुप रुल पनि भन्छौँ, किनभने एउटा क्लोज्ड लुपमा लाग्छ। अब यो किर्चअफ्स फर्स्ट लले के भन्छ त भन्दाखेरि कुनै पनि जङ्सनमा एट अ जङ्सन जुन अल्जेब्रिक सम अफ करेन्ट छ त्यो 0 हुन्छ भनेर भन्छ। है यो डिफाइन कसरी गर्ने त्यसको लागि नोट्स हेर्नु होला, मैले डिस्क्रिप्सनमा राखेको छ लिङ्क। यहाँनिर हामी बुझ्नेतिर मात्र लाग्छौँ। सो अल्जेब्रिक सम अफ करेन्ट 0 भन्नुको मतलब के हो त भन्दा कुनै पनि जङ्सनमा आउने करेन्ट्स, इन्कमिङ करेन्ट्स इक्वल्स टु आउटगोइङ करेन्ट्स। अप्ठ्यारो भन्ने कुरै छैन यहाँ, एकदमै सजिलो छ। जङ्सन भने पछाडि सबै भेट हुने ठाउँ होइन त। यहाँनिर तारै तार छन् र यो सबै तारहरू चाहिँ कुनै एउटा पोइन्ट पीमा गएर भेट हुन्छन्। यो तारबाट करेन्ट I1 फ्लो गरिरहेछ, यसमा I2, यसमा I3, यसमा I4, यसमा I5। यो पीतिर आउने करेन्ट्सहरू हेरौँ त। यहाँ हेर्दाखेरि I1, I2 अरू केही छ र छैन। सो इन्कमिङ करेन्ट्स भनेको I1 प्लस I2 आएको करेन्ट इक्वल्स टु त्यहाँबाट निस्किँदै गरेको करेन्ट I3, I4 र I5, I3, I4 र I5 आउँदै गरेको करेन्ट इक्वल्स टु त्यहाँबाट जाँदै गरेको करेन्ट। सो करेन्ट भनेको त हामीलाई थाहा छ है, पहिला हामीले क्लास 11मा पढिसक्यौँ, रेट अफ फ्लो अफ चार्ज हो भन्ने कुरा। सो यसको मिनिङ के हो त भन्दाखेरि प्रत्येक सेकेन्डमा यो पी भन्ने जङ्सनमा आउँदै गरेको चार्जेस इज इक्वल टु प्रत्येक सेकेन्डमा पी भन्ने जङ्सनबाट निस्किँदै गरेको चार्जेस अथवा जाँदै गरेको चार्जेस। ठिक छ। चार्ज एन्टरिङ पर सेकेन्ड इज इक्वल टु चार्ज लिभिङ पर सेकेन्ड। त्यही भएर किर्चअफ्स फर्स्ट ललाई हामी कन्जर्भेसन अफ चार्ज पनि भन्ने गर्छौँ। किन कन्जर्भेसन अफ चार्ज? यसको सिग्निफिकेन्स चाहिँ के हो त? अथवा किर्चअफ्स फर्स्ट ल भनेकै आफैमा के हो? इट्स बेसिकली दि मेनिफेस्टेसन अफ कन्जर्भेसन अफ चार्ज। अब यहाँनिर कसरी त भन्दाखेरि यसलाई एउटा वाटर पाइप एनालोजीबाट बुझौँ। यतातिर टी सेपको वाटर पाइप छ, यता पानी आइरहेछ, यताबाट पनि पानी आइरहेछ। अब पानी कताबाट जान्छ? यो पाइपबाट निस्किन्छ। यहाँ र यहाँबाट आएको जुन पानी छ नि त्यो यो जङ्सनमा कतै जमेर बस्दैन नि। यहाँबाट आएको जुन पानी छ प्रत्येक सेकेन्डमा त्यति नै बराबरको यो दुईटाको सम गर्दाखेरि आउने त्यति नै बराबरको पानी त यहाँबाट निस्किन्छ। सो बिचमा कतै जमेर बस्दैन। द फ्लो रेट अफ वाटर लिभिङ द पाइप इक्वल्स द फ्लो रेट इन्टरिङ इट। त्यसै गरी चार्जको केसमा पनि त्यही हो। द करेन्ट लिभिङ अ जङ्सन इक्वल्स द करेन्ट इन्टरिङ इट। सो इट्स द कन्जर्भेसन अफ चार्ज। अब किर्चअफ्सको सेकेन्ड ल के हो त? किर्चअफ्सको सेकेन्ड ल अथवा लुप रुल। अहिले एकछिनमा त हामी लुप रुल कसरी लगाउने के लगाउने बुझौँला। अहिलेको लागि यसको जुन स्टेटमेन्ट छ त्यो स्टेटमेन्ट जस्तो इन अ क्लोज्ड लुप, कुनै एउटा क्लोज्ड लुप रहेछ भने कस्तो हो त्यो म देखाइहाल्छु एकैछिनमा। अहिले तपाईँले जस्ट बुझ्ने मात्रै है, यसको नोट मैले अघि भनिसकेँ, धेरैचोटि नभनौँ। क्लोज लुपमा सम अफ भोल्टेज अथवा पोटेन्सियल डिफरेन्स इक्वल्स टु 0। यहाँ पनि अल्जेब्रिक सम होइन त। टोटल पोटेन्सियल डिफरेन्स इन अ क्लोज लुप इज 0। अब काहीँ पोटेन्सियल ड्रप हुन्छ, काहीँ पोटेन्सियल गेन हुन्छ, ओके होइन? जस्तो कुनै चार्जले बाटोमा रेसिस्टर इन्काउन्टर गर्यो भने इट लुजेस एनर्जी, राइट? सो देयर इज ड्रप इन पोटेन्सियल। कुनै चार्जले पोटेन्सियल एनर्जी कहाँबाट पाउँछ? सेलबाट पाउँछ। सेल इज द सोर्स अफ अ पोटेन्सियल एनर्जी, ओके होइन? सो यसको मिनिङ यसले भन्न खोजेको के हो त भन्दा हेर्नु त, क्लास 11सँग जोडेर पढ्ने है यसलाई एकदमै। जति पोटेन्सियल एनर्जी यसले के गरेको थियो, गेन गरेको थियो, त्यति नै पोटेन्सियल एनर्जी यसले लस गर्यो, ओके नि त? सो इट्स अबाउट द कन्जर्भेसन अफ एनर्जी। यसलाई म अझै अलिकति भन्छु ल। जस्तो जुन पोटेन्सियल छ द्याट इज पोटेन्सियल एनर्जी पर युनिट चार्ज हो कि नि त। प्रत्येक युनिट चार्जले कति पोटेन्सियल एनर्जी गेन गर्यो अथवा लुज गर्यो, द्याट इज द पोटेन्सियल across any 2 points, isn't it? So मैले के भने, this energy is spent on resistors. रेसिस्टर्सले त रेसिस्ट गरिरहेको हुन्छ चार्जको फ्लोलाई अथवा करेन्टको फ्लोलाई।
त्यस पछाडि gained from the cell अथवा ब्याट्री हैन त। सो यसले के भन्यो त भन्दाखेरि जति पोटेन्शियल एनर्जी गेन भएको छ त्यति नै खर्च गर्छ इन अ क्लोज्ड लुप भनेर भन्यो। त्यसैले यसलाई के भनिन्छ कन्जर्भेसन अफ एनर्जी भनेर पनि भनिन्छ। ठिक छ, अब यतातिर लागौँ। वास्तविक हामीले कसरी सल्भ गर्ने त हैन, त्यसको लागि हामीलाई के चाहिन्छ भन्ने खालको कुरा, जुन हामीलाई किर्चअफ्स करेन्ट रुल अथवा करेन्ट ल अनि किर्चअफ्स जङ्सन रुल जुन भन्छ, करेन्ट ल अथवा जङ्सन रुल एउटै हो, त्यो लगाउन त आइसक्यो। अब यो जुन किर्चअफ्स भोल्टेज ल अथवा किर्चअफ्सको जुन क्लोज के अरे लुप रुल छ त्यो कसरी लाउने, त्यसको लागि हामीले साइन कन्भेन्सन जान्नुपर्छ। अब यहाँनिर एउटा कुरा के गर्ने भने नि, जस्तो कुनै एउटा सर्किट देखिन्छ हैन, जस्तो फर इक्जाम्पल यतातिर मैले एउटा सर्किट बनाएको छु, यस्तो खालको सर्किट देखिन्छ हो। यहाँ सर्किटमा यहाँ यो सेल दिएको छ जसको इएमएफ 35 भोल्ट छ, यो रेसिस्टरहरू हो हैन त। अनि यहाँबाट केही करेन्ट फ्लो भएको होला नि हैन, अनि यसको कारणले यो सर्किटमा फ्लो भएको होला, यसमा फ्लो भएको होला, हो कि न, ब्रान्चेसहरू छ नि त। सो डिफ्रेन्ट करेन्टहरू फ्लो भएको होला। अब कतातिर करेन्ट फ्लो भएको भनेर हामीलाई थाहा छैन, तर हामी अज्युम गर्न सक्छौँ। अनिखेर त्यो लुप कता लिने भन्ने कुरा पनि हामीले आफै लिन सक्छौँ म्याथमेटिकल सिम्प्लिसिटीको लागि। अब कुनै यस्तै एउटा सर्किट सोच्नु न है। त्यो सर्किट सोच्दाखेरिको अवस्थामा तपाईँलाई के याद हुनुपर्छ भन्दाखेरि त्यो सर्किटमा तपाईँले इएमएफ भेट्नुभयो, ठिक छ। अनि तपाईँ त्यो सर्किटमा तपाईँ यो सपोज यो एन्डलाई मैले ए भने, यो सपोज एन्डलाई मैले के भने बी भने। सो एदेखि बीतिर तपाईँ त्यो लुपमा ट्राभल गर्दै हुनुहुन्छ, किन त्यो लुप लिनु भएको छ नि तपाईँले हैन। तपाईँको डिरेक्सन अफ ट्राभल यतातिर भयो। अब तपाईँले एउटा सेल इन्काउन्टर गर्नुभयो र पहिला तपाईँले के देख्नुभयो नेगेटिभ, त्यस पछाडि के आयो पोजिटिभ। सो इएमएफको नेगेटिभदेखि पोजिटिभमा जाँदै हुनुहुन्छ भने अलवेज टेक इएमएफ एज पोजिटिभ, राइट। त्यस्तै अर्को ठ्याक्कै उल्टो कुरा, अब मैले त्यहाँ एबी लेखेँ भने त सबैतिर त्यसै गरी लेख्नु त पर्यो नि हैन। सो एदेखि बीमा जाँदै हुनुहुन्छ तपाईँ, बीदेखि एमा जाँदै हुनुहुन्छ। अब डिरेक्सन अफ ट्राभल यो छ। सो बीदेखि एमा जाँदै हुनुहुन्छ, पहिला के भेट्नुहुन्छ पोजिटिभ, त्यस पछाडि के भेट्नुहुन्छ नेगेटिभ। सो यु हेभ टु टेक माइनस ई। एकदम याद गर्नु, यो कुरालाई मैले लेखिदिएको छु नोटमा। त्यस्तै तपाईँले फेरि यसलाई मैले फेरि के भने ए भने, यसलाई के भने बी भने। तपाईँ एदेखि बी जाँदै हुनुहुन्छ र तपाईँले रेसिस्टर भेटाउनु भयो। तपाईँले अज्युम गरेको जुन करेन्ट छ अथवा क्वेसनले दिएको रहेछ भने क्वेसनले जे दिएको छ त्यो करेन्टको डिरेक्सन र तपाईँको डिरेक्सन अफ ट्राभल चाहिँ के भयो अपोजिट भयो भने प्लस आइआर लिनुहोस्, ओके। अनि तपाईँको डिरेक्सन अफ ट्राभल र करेन्टको डिरेक्सन अफ ट्राभल, करेन्ट लेख्दिनु है त। सो करेन्टको डिरेक्सन अफ ट्राभल सेम भयो भने माइनस आइआर लेखिदिनुहोस्, ओके। सो तपाईँले बुझ्नुभयो यो कुरा, साइन कन्भेन्सन लगाउनु बुझ्नुभयो। सो आई अज्युम तपाईँले बुझ्नुभयो। अब म यो क्वेसनतिर आएँ, त्यति बुझ्नुभयो भने धेरै कुरा बुझिहाल्नुभयो। ल अब यहाँनिर युजिङ किर्चअफ्स लज अफ करेन्ट एन्ड भोल्टेज फाइन्ड द करेन्ट इन 2 ओम रेसिस्टर इन द गिभन सर्किट। सो यसमा हामीले कति करेन्ट फ्लो गरिरहेछ भन्ने कुरा थाहा पाउनुपर्ने छ युजिङ किर्चअफ्स ल अफ करेन्ट एन्ड भोल्टेज। ठ्याक्क दिमागमा ल्याउनुहोस्, करेन्टको ल के थियो, भोल्टेजको ल के थियो, साइन कन्भेन्सनहरू के थिए, त्यति थाहा पाइसके पछाडि मात्रै म सँगसँगै गर्न थाल्नुहोस्, ओके। अगाडि नै तपाईँलाई आउँछ भने त द्याट्स भेरी गुड। अब मैले के गर्छु भन्दाखेरि मैले करेन्टको डिरेक्सनलाई अज्युम गर्न पाउँछु है, ठिक छ। सो यसरी यो पोजिटिभदेखि यसरी निस्क्यो भनेर भन्छु म। सपोज I1 भन्ने करेन्ट यो ब्रान्चमा ट्याक्कै स्प्लिट भयो, यतातिर गयो I2, यतातिर गयो I3 भनेर भन्छु म, ठिक छ। यसरी मैले यहाँनिर यो पोजिटिभदेखि यस्तो गरेर I3 यता बनाइदिएको भए पनि फरक चाहिँ पर्दैन थियो है। फेरि केही टेन्सन लिनु पर्दैन, तपाईँले I1 I2 कहाँ लिनुभयो, कुन डिरेक्सनमा लिनुभयो, यु डोन्ट निड टु वरी। र सबैभन्दा सुरुमा चाहिँ के गर्नुहोस् भन्दाखेरि करेन्ट रुल लगाउनुहोस् अथवा जङ्सन रुल पनि भन्न पाइयो त्यसलाई है त। सो एट जङ्सन ए युजिङ किर्चअफ्स जङ्सन रुल भने पनि भयो, अथवा तपाईँलाई किर्चअफ्स करेन्ट ल भन्न मन लाग्छ भने पनि भयो, अथवा सर्टमा किर्चअफ्स करेन्ट ललाई केसिएल लेखे पनि भयो। अहिलेलाई के भयो त, एमा हेर्नु है त, आउँदै गरेको करेन्ट के छ, एमा I1 आइरहेछ, जाँदै गरेको यहाँबाट I2 र I3, ओके। सो इक्वल्स टु I2 प्लस I3। यसो ब्राकेटमा चाहिँ सम अफ I इक्वल्स टु 0 लेखिदिनु भने झन् राम्रो हुन्छ। अब हाम्रो पालो भनेको चाहिँ लुप रुल लगाउने युजिङ
किर्चफ्स भोल्टेज ल भनेर केभिएल यसरी लेखे पनि भयो इन क्लोज्ड लुप अथवा लुप मात्रै लेखे पनि हुन्छ इन अ लुप म कुन लिन्छु भन्दाखेरि सबैभन्दा सुरुमा यो पुरै लिन्छु ल ECDFE प्र्याक्टिस गर्दै गए पछाडि तपाईँहरू पनि एकदम खतरा भइसक्नुहुन्छ यो लुप लिने गर्ने यताउता यो एकदम सजिलो क्वेसन छ यो केही छैन ल अब अब ईदेखि तपाईँ कतातिर जानुहुन्छ अरे सीतिर जानुहुन्छ अब ईदेखि सीतिर जाँदै हुन्छ भने सबभन्दा सुरुमा ईदेखि हिँड्न सुरु गर्नुभयो तपाईँ अब कहाँ पुग्नुभयो 3 ओममा 3 ओममा जाँदाखेरि हेर्नुहोस् त करेन्ट कतातिर गइरहेछ त्यतैतिर गइरहेछ कि छैन करेन्टको डिरेक्सन यतै छ कि छैन I1 को डिरेक्सन होइन त सो यहाँनिर के लेख्नुहुन्छ भन्दाखेरि करेन्टको डिरेक्सन र तपाईँ हिँडेको डिरेक्सन म्याच भयो सो माइनस I2 into 3 भनेको 3I2 ओके सो EC भनेपछि यतातिर जाँदै हुन्छ तपाईँ सो यहाँ भेट भयो फेरि के भेट भयो I3 र 4 एउटै डिरेक्सनमा रहेछ भनेपछि यहाँ पनि -4I3 अब के भेट भयो 40 भोल्ट सो यो त पोजिटिभदेखि नेगेटिभ यहाँ पनि माइनस फेरि तपाईँ यतातिर आउँदै हुनुहुन्छ सो एफदेखि ईतिर होइन डीदेखि बीमा केही भेट्नु भएन बीदेखि एफमा केही भेट्नु भएन एफदेखि ईमा जाँदाखेरि 35 भोल्ट तर नेगेटिभदेखि पोजिटिभतिर छोटो खुट्टा नेगेटिभ लामो खुट्टा पोजिटिभ सो नेगेटिभदेखि पोजिटिभतिर त्यो भने पछाडि तपाईँले के लेख्नुहुन्छ त यहाँ प्लस इक्वल्स टु 0 सो किर्चफ्स भोल्टेज लमा यतातिर तपाईँले सम अफ V इक्वल्स टु 0 चाहिँ लेखिदिनु भने राम्रो सो यसलाई यसो गरौँ त अझै काम सो -3I2 अथवा माइनस मैले सबैबाट कमन लिदिएँ अनि उतातिर पठाइदिएँ सो 3I2 + 4I3 यहाँ प्लस या माइनस हुन्थ्यो त्यो भनेको कति भयो त +5 इक्वल्स टु 0 ओके यसलाई मैले इक्वेसन अरू यहाँनिर 1 छ हो यसलाई मैले इक्वेसन अहिले 2 भने अब अर्को यो दुईटा मध्ये कुनै एउटा लुप लिउँ EABFE अथवा ACDBA मैले यो लुप लिएँ है त EABFE ल हेर्नुहोस् त अब ईदेखि ई हो त ठिक छ -3I2 फेरि एदेखि बी यो देखियो I2 गएको छ ए सरी I1 हो यो पहिलाको सरी मैले माथि पनि त्यही लेखेँ क्या यो त I2 त यो पो त है म झुकिएछु सरी सो यहाँनिर I1 हो यो ल -3I1 यतातिरको चाहिँ यो चाहिँ I2 यतातिर फ्लो गरेको चाहिँ सो -2I2 अनि यतातिरबाट यता जाँदाखेरि +35 इक्वल्स टु 0 कति भयो त यो भने सो माइनसलाई मैले कमन लिएँ सो 3I1 + 2I2 -35 इक्वल्स टु 0 यसलाई इक्वेसन 3 भने पाउनु ल यता I1 भनेको I2 + I3 छ हो भने पछाडि यो यतातिर I1 र I2 को टर्ममा छ यो I3 लाई पनि I1 र I2 को टर्ममा लगिदिउँ I3 भनेको I1 - I2 फर्दर मोर इन इक्वेसन 2 3I1 + 4 के अरे बिर्सिहालेँ मैले I1 - I2 यस I1 - I2 + 5 इक्वल्स टु 0 और 3I1 + 4I1 - 4I2 + 5 इक्वल्स टु 0 यो भनेको त 7I1 - 4I2 + 5 इक्वल्स टु 0 भयो अब के गर्ने त भन्दाखेरि सजिलोको लागि ल यसो गरौँ यसलाई 2 ले मल्टिप्लाई गरिदिउँ इक्वेसन 3 लाई किन 2I2 2 ले मल्टिप्लाई 4I2 हुन्छ यहाँ पनि 4I2 छ दुईटालाई जोडिदिने हो भने ट्याक्क मिल्छ ल यसो गरौँ ल मल्टिप्लाइङ इक्वेसन 3/2 अनि सँगसँगै यहाँ लेखिहालौँ एन्ड एडिङ विथ 4 कति भयो त यो 2 ले हामीले यसलाई मल्टिप्लाई गरे पछाडि 6I1 + 4I2
माइनस 70 इक्वल्स टु 0। त्यस्तै यो 4 त के छ अरे 7i1 माइनस 4i2 प्लस 5 इक्वल्स टु 0। दुईटालाई जोड्ने हो। सो जोड्दाखेरि कति आयो 6 7 13 भइहाल्यो। यो त कटिहाल्यो। माइनस 65 इक्वल्स टु 0। सो i1 भनेको त कति आएछ 5 एम्पियर। अब यसलाई लगेर चाहिँ i2 निकाल्नु छ हामीले हैन। सो यसो गरौँ, यसलाई लगेर 4 मा हाल्दिउँ न इक्वेसन 4 मा। सब्स्टिट्युटिङ दिस इन इक्वेसन 4 कति हुने भयो 7 into 5 minus 4i2 plus 5 equals to 0। त्यो भनेको 35 plus 5 40 भयो। उता जाँदाखेरि माइनस 40। सो 14 जा i2 भनेको 10 एम्पियर। ल यसरी i2 पनि आइहाल्यो। सो i2 सोधेको थियो हामीलाई, i2 आइहाल्यो। ल मैले यसरी गरेँ। तपाईँले चाहिँ के गर्नुहोस् भन्दाखेरि हेर्नुहोस् है त बिग्रिँदैन भनेर म भन्न खोज्दैछु। ल यहाँनिर जुन i3 छ नि यो i3 लाई यो डिरेक्सनलाई लेखेर गर्नुहोस् न है कति आउँदो रहेछ अनि कमेन्ट गर्नुहोस्। एउटै आउँछ, गरी हेर्नुहोस्। यो गर्नु पनि झन् सजिलो हुन्छ तपाईँलाई, एकैछिनमा आउँछ झन्। ल अब अर्कोतिर जाउँ। व्हिटस्टोन ब्रिज सर्किट एन्ड ब्यालेन्स कन्डिसन। सो व्हिटस्टोन ब्रिज सर्किट यसले चाहिँ हाम्रो अननोन रेसिस्टेन्सको एक्युरेट मेजरमेन्ट दिन्छ। ओके, र ब्यालेन्स कन्डिसन के हो हामी त्यो पनि बुझ्छौँ। यहाँनिर तपाईँले एउटा डायग्राम देख्न सक्नुहुन्छ, मैले अलरेडी बनाएर राखेको छु। यो इएमएफ इएफएसएल, यो एबिसिडी चारवटा पोइन्ट्सहरू देखिरहनु भएको छ। यहाँ जङ्सन कुन कुन हो छुट्याउनुहोस् त। ए र सी भन्नुभयो भने होइन है, बी र डी हो नि। हेर्नुहोस् त यो तिनटै भेट भएको ठाउँ, यो तिनटै भेट भएको ठाउँ, द्याट इज द जङ्सन। यतातिर पी भन्ने रेसिस्टेन्स छ, एबी जुन वायर छ नि त्यसको रेसिस्टेन्स पी रहेछ, यसबाट करेन्ट i1 फ्लो भइरहेको छ, कन्सिडर गरौँ। अनि अर्को बिसी भन्ने जुन वायर छ कन्डक्टर हो जसको रेसिस्टेन्स क्यू छ, करेन्ट i3 फ्लो गरिरहेछ भनेर सम्झ्यौँ, कन्सिडर गरेको, अज्युम गरेको। यहाँ एडीमा अननोन रेसिस्टेन्स छ जसलाई हामीले एक्स भनेर भनेको निकाल्नु छ हामीले। अनि यो जुन डिसी छ, डिसी जुन वायर छ यसको रेसिस्टेन्स आर छ जसबाट करेन्ट आई फ्लो गरिरहेको छ। यो बी र डीको बिचमा एउटा ग्याल्भनोमिटर छ जसबाट करेन्ट आइजी फ्लो गर्छ। अब मलाई फन्डामेन्टल, एकदमै फन्डामेन्टल कुरा म एउटा तपाईँलाई सोध्छु, त्यो मलाई भन्नुहोस् है त। करेन्ट के को कारणले गर्दा फ्लो गर्छ कुनै दुईटा पोइन्ट बिच? एकदमै मैले सरल रूपमा यहाँनिर तपाईँलाई राखेँ। क्लास 11 को कन्सेप्ट तपाईँले ल्याउनु होला। कुनै दुईटा पोइन्ट भनौँ न, यो ए छ यो बी छ। ल यो दुईटा पोइन्ट बिच करेन्ट के को कारणले गर्दा फ्लो गर्छ? यदि यो दुईटा पोइन्ट बिच पोटेन्शियल डिफरेन्स रहेछ भने, इफ देयर इज पोटेन्शियल डिफरेन्स देन द करेन्ट फ्लोज, राइट? किनकि चार्जेस फ्लो फ्रम हायर पोटेन्शियल टु लोअर पोटेन्शियल एन्ड द्याट फ्लो अफ चार्ज पर युनिट टाइम इज द करेन्ट। सो आई थिङ्क यु गट इट। अब हामी बुझ्नतिर लाग्यौँ ब्यालेन्स्ड कन्डिसन भने के हो। सो ब्यालेन्स्ड कन्डिसन भनेर त्यस्तो कन्डिसन हो जुन भ्याल्यु अफ पिक्युआरमा, एक्स त अननोन हो नि हामीलाई थाहा छैन, जुन भ्याल्यु अफ पिक्युआरमा ग्याल्भनोमिटरबाट कुनै पनि करेन्ट फ्लो गर्दैन, द्याट इज द ब्यालेन्स्ड कन्डिसन अफ व्हिटस्टोन ब्रिज सर्किट। यो सर्किट इज द व्हिटस्टोन ब्रिज सर्किट एन्ड द ब्यालेन्स्ड कन्डिसन इज वेयर द करेन्ट फ्लोइङ थ्रु द ग्याल्भनोमिटर इज 0। ओके, सो ब्यालेन्स्ड कन्डिसन लेखेँ मैले यहाँ। आइजी 0 भएको कन्डिसन। र त्यतिखेर के हुँदो रहेछ भन्दाखेरि यो दुईटा अपोजिट देखिरहनु भएको छ नि रेसिस्टेन्सेसहरू, यिनीहरूको प्रोडक्ट बराबर हुन्छ। सम्झिनलाई सजिलो छ क्या त्यसरी। सो पिआर इक्वल्स टु एक्स क्यू है, हामी प्रायः यसरी लेख्ने चाहिँ यसरी लेख्ने गर्छौँ, पी बाई क्यू इक्वल्स टु एक्स बाई आर। तर सम्झिनलाई चाहिँ यो ठ्याक्कै अपोजिटको प्रोडक्ट बराबर भनेर सम्झिन सजिलो। अल राइट, सो दिस इज ब्यालेन्स्ड कन्डिसन। अब यही कन्डिसनलाई हामी भेरिफिकेसन गर्छौँ। यो आफैमा एउटा इम्पोर्टेन्ट थियोरिटिकल क्वेसन हो। यसो गर्छु नि त, म यसलाई सार्छु ल तल, सजिलो हुन्छ ट्याक्क डेरिभेसन गर्नलाई। अब यहाँ हामी यो तल डेरिभेसन गरौँ। डेरिभेसन यानि कि प्रुफ भनौँ न, यसमा चाहिँ प्रुफ अफ ब्यालेन्स्ड अथवा भेरिफिकेसन अफ ब्यालेन्स्ड कन्डिसन। अघि नै मैले भने सबभन्दा सुरुमा के गर्ने अरे जङ्सन रुल लगाउने, यानि कि किर्चअफ्स करेन्ट ल लगाउने, केसिएल। एट जङ्सन बी हेरौँ ल, दुईवटा जङ्सन छ, दुईटैमा हेर्नुपर्छ हामीले। सो एट जङ्सन बी
यसले मैले सुरुमा यहाँ यस्तो लेखेको हुन्थ्यो नि, युजिङ किर्चअफ्स करेन्ट ल। सो एट जङ्सन बी हेर्दाखेरि के देख्यो, आएको के छ यसमा I1, यसबाट गएको के छ I3 र IG, यसलाई इक्वेसन 1 भने। अब एट जङ्सन डी आएको के छ I2 र IG, दुईटा टर्म भएकोलाई यतै लेखेँ मैले, र गएको के छ I4। ठिक छ, दुईटा इक्वेसन भइसक्यो। अब हामी यो दुईटा लुपमा हेरौँ, रेसिस्टेन्स पनि त ल्याउनु पऱ्यो नि त हामीले, होइन? त्यो लुप चाहिँ हेर्दाखेरि के गर्नु पऱ्यो हामीले, युजिङ किर्चअफ्स भोल्टेज ल, त लुप रुल पनि भन्न सक्नुहुन्छ। इन लुप ABDA, एबाट स्टार्ट गर्ने, एमै टुङ्ग्याउने। सो भन्नुहोस् त, तपाईँले सँगसँगै म लेख्दै जान्छु। ओके, राइट, माइनस I1P, किनभने हामी हिँडेको र करेन्टको डिरेक्सन सेम छ इन द रेसिस्टर। यतापट्टि बीदेखि डी जाँदा त्यही हो, ग्याल्भेनोमिटरको रेसिस्टेन्स भन्नु नै क्यापिटल जी भन्नु भन्छौँ हामी। आरजी लेखे पनि हुन्थ्यो, तर जी नै लेख्थ्यौँ नि, केही फरक पर्दैन, सिम्बल जी छ त्यही। माइनस आइजिजी डीबाट ए प्लस I2X इक्वल्स टु 0। और के भयो त यो, I2X इक्वल्स टु I1P प्लस IGG, यसलाई इक्वेसन 3 भनिदिउँ। तपाईँले जानिसक्नु भएको छ है सबै। इन लुप BCDB, बीदेखि सी जाँदाखेरि ओके माइनस I3Q, गुड, ठिक भन्नुभयो, प्लस I4R, यहाँनिर झुक्किनु भयो जस्तो छ है, नझुक्किनु, I4R। अनि डीदेखि बीतिर जानुहुन्छ, फेरि प्लस नै भयो यहाँ पनि, प्लस IGG इक्वल्स टु 0। और के हुने भयो त भन्दा I3Q लाई एकतिर राखौँ, इक्वल्स टु I4R प्लस IGG, यो इक्वेसन 4 भयो। अल राइट, अब ब्यालेन्स्ड कन्डिसन लगाउने। के एट द ब्यालेन्स्ड कन्डिसन, धेर लेखिन, द भ्याल्यु अफ PQR आर सच चुजन द्याट, सो चुजन द्याट भनेर हामीले यसो फर्मेलिटी पुरा गर्नुपर्छ। सो चुजन द्याट के को लागि, IG इक्वल्स टु 0 को लागि। भनेपछि अब इक्वेसन 1 देखि इक्वेसन कति छ हाम्रो, 4 सम्म होइन त, 4 सम्म के भयो लेख्दै जाऊँ। यो सबै भयो नि त। ल अब गरौँ के भन्दाखेरि नि, I2 र I4 बराबर छ हो, यो I2 र I4 बराबर छ, I1 र I3 बराबर छ। यसो गरिदिउँ न, उल्टाएर राख्थ्यौँ ल यिनीहरूलाई, यसरी उल्टाएर राख्थ्यौँ ल, ठ्याक्कै डिभाइड गर्दाखेरि सजिलो हुन्छ। किन एकैछिन हेर्नुहुन्छ है तपाईँहरूले, तपाईँलाई सजिलो बनाएको, अलिक लामो हुन्छ फेरि भनेर। यसलाई चाहिँ बल्ल इक्वेसन 7 भनिदिएँ मैले। यहाँनिर हाम्रो डिभाइड गर्नुपर्ने मेन इक्वेसन नै इधर हो कि, यो एउटा यो अर्को, किन देख्नुहुन्छ नि त होइन, P/Q इक्वल्स टु X पावर कहाँबाट आउँछ, यही इक्वेसन 7 र 8बाट। सो यहाँ चलाखी गर्नु पऱ्यो अलिकति। डिभाइडिङ कुन इक्वेसन माथि हुनु पर्ला, इक्वेसन 7, जे गरे नै हुन्छ है, हुन चाहिँ फेरि बिग्रिने होइन, अलिकति स्टेप थोरै 1-2वटा भए पनि छुट्याउन सकिन्छ कि भनेर त्यो हिसाबले मिलाएर राख्ने क्या सुरुमै भन्न खोजेको। सो I1P by I3Q इक्वल्स टु I2X by I4R। I1 र I3 बराबर छ, यो र यो बराबर छ। सो P/Q इक्वल्स टु X by R। हामीले भेरिफिकेसन गऱ्यौँ, सँगसँगै यहाँबाट अनु रेसिस्टेन्स पनि आउँदो रहेछ भन्ने कुरा थाहा पाइसक्यौँ, X इज इक्वल्स टु P/Q R गरेर। सो यस्तो गर्न सकिन्छ होइन। सर तपाईँहरूले हेर्न सक्नुहुन्छ, म एकै ठाउँ देखाउने कोसिस गर्छु ल। यही नि त। अब यहाँ के दिएको छ, एउटा क्वेसन दिएको छ कतातिर हो, यहाँनिर यसलाई गरौँ। फाइन्ड द अननोन रेसिस्टेन्स R फ्रम द गिभन फिगर। अब अननोन रेसिस्टेन्स यो R रहेछ ल, क्यापिटल R। सो हेर्नुहोस् त के देखिन्छ, यो विडस्टोन ब्रिज सर्किट जस्तै देखिन्छ। यो 50 ओम भनेको के कन्सिडर गर्न मिल्यो, त्यही क्या त, यो ग्याल्भेनोमिटर रहेछ जसको रेसिस्टेन्स 50 ओम रहेछ भनेर भन्न मिलिहाल्यो नि होइन। सो यसमा एट अ ब्यालेन्स्ड कन्डिसन के हुन्छ अरे, यसलाई मैले
P भने यसलाई Q भने यसलाई यो त R छ यसलाई के भने यसलाई S भने भनेपछि अब यहाँनिर के हुने भयो त भन्दा यो दुईटाको मल्टिप्लिकेसन सो PS इज इक्वल्स टु QR होइन त और P भनेको 10 टाइम्स S भनेको 40 Q भनेको 50 इन्टु R 5 2 जा भनेपछि R इज इक्वल्स टु कति आयो 8 ओम ओके सो यो हाम्रो व्हिटस्टोन ब्रिज सर्किट थियो यसको ब्यालेन्स कन्डिसन लगाएर हामीले आर निकाल्यौँ अब अर्कोतिर जाउँ मिटर ब्रिज थोरै ठुलो बनाउँछु ल म पहिला तपाईँलाई फिगर बुझाउनुलाई त्यही एप्लिकेसन अफ व्हिटस्टोन ब्रिज सर्किट नै हो यहाँ पनि कसरी हो एकैछिनमा हामी हेरिहाल्छौँ यसलाई सो मिटर ब्रिज पनि हामी के लागि युज गर्छौँ त्यही अननोन रेसिस्टेन्स मेजर गर्नका लागि युज गर्ने हो यो तपाईँहरूले ल्याबमा पनि गर्नुहुन्छ यहाँनिर के हुन्छ हेरौँ है त मिटर ब्रिजमा यो वायर जुन छ नि AC भन्ने वायर हुन्छ हैन त AC यहाँनिर जुन देखिरहनु भएको छ यो स्केल हो 100 सेन्टिमिटरको हुन्छ अथवा 1 मिटरको हुन्छ भनौँ अब यसलाई हामीले यहाँ EMF सँग जोड्यौँ सेलसँग जोड्यौँ यसमा की छ यो कीलाई यतातिर ल्यायो भने यो क्लोज हुन्छ यतिकै छोड्दियो भने ओपन हुन्छ क्लोज भएको अवस्थामा इलेक्ट्रिक सर्किट अन छ ओपन भएको अवस्थामा इलेक्ट्रिक सर्किट अफ छ यहाँनिर त्यसरी बुझ्नु भएको छ तपाईँहरूले क्लास 11 मा पढ्नु भएको छ अनि यतातिर यो प्लेट्सहरू छन् यो कन्डक्टिङ प्लेट्स नै हुन् A देखि D यो F देखि H हैन यो S देखि J J देखि C प्लेट्सहरू तपाईँ देख्नुहुन्छ यो प्लेटको बिचमा के ग्यापहरू पनि देख्नुहुन्छ तपाईँहरू सो यो एउटा ग्यापमा रेसिस्टेन्स बक्स राखिएको छ रेसिस्टेन्स बक्सबाट हामी रेसिस्टेन्सलाई भ्यारी गर्न सक्छौँ एकदमै स्मल रेसिस्टेन्सदेखि इन्फाइनाइट रेसिस्टेन्ससम्म हामी बिल्ड गर्न सक्छौँ त्यस्तै H देखि J को बिचमा हामीले एउटा अननोन रेसिस्टेन्स भएको वायरलाई लिएका छौँ कन्डक्टरलाई लिएका छौँ वी हेभ टु फाइन्ड दिस अब ग्याल्भेनोमिटर पनि युज गरेका छौँ ग्याल्भेनोमिटर किन युज गरिरहेका छौँ हामी ब्यालेन्स कन्डिसन पत्ता लगाउनका लागि ब्यालेन्स कन्डिसनमा IG 0 हुन्छ सो IG 0 हुनु भनेको ग्याल्भेनोमिटरले कुनै पनि डिफ्लेक्सन देखाउँदैन सो त्यो अवस्था भने कस्तो अवस्था अरे नल डिफ्लेक्सनको अवस्था ओके अब यहाँ तपाईलाई थाहा भएको एउटा कुरा म भन्छु कुनै वायर दिएको छ यो एउटा कन्डक्टर हो AB है दिस इज अ वायर मेटालिक वायर भनौँ न यसको के रेसिस्टेन्स छ र त्यो रेसिस्टेन्स कसरी निकाल्नुहुन्छ रो L बाई A गरेर निकाल्नुहुन्छ यदि वायरको क्रस सेक्सन युनिफर्म रहेछ जहाँ हेरे पनि वायरको क्रस सेक्सन के छ एउटै छ यानि कि कहीँ मोटो कहीँ पातलो छैन बराबरी छ सबैतिर यसको एरिया क्रस सेक्सनल एरिया रो भनेको त हाम्रो रेसिस्टिभिटी हो यो मेटेरियलमा डिपेन्ड नेचर अफ दि मेटेरियलमा डिपेन्ड गर्छ भने पछाडि यहाँनिर हामीलाई यो पनि कन्स्टेन्ट हो भन्न सक्यो ए पनि कन्स्टेन्ट हो सो रेसिस्टेन्स केमा डिपेन्ड गर्छ भन्न पाइयो लेन्थमा डिपेन्ड गर्छ लेन्थलाई हामीले बढायौँ घटायौँ भने रेसिस्टेन्स पनि बढ्ने घट्ने गर्छ ल यो चाहिँ थाहा हुनु पर्यो तपाईँहरूलाई ठिक छ अब यसमा प्रवेश गरौँ अब मैले के गरेँ भन्दाखेरि नि कीलाई मैले क्लोज गरेँ कीलाई क्लोज गरिसके पछाडि सर्किट अन भयो त्यो अवस्थामा मैले अब के गरेँ भन्दाखेरि नि यो एउटा जक्की छ मसँग भनेको ग्याल्भेनोमिटरसँग एउटा जोडिएको हुन्छ कि यहाँ स्लाइड गर्न मिल्ने खालको एउटा जक्की हुन्छ तपाईँहरूले ल्याब गर्दाखेरि देख्नुहुन्छ त्यो स्लाइड गर्दै गएँ मैले तारमा यो तारमा स्लाइड गर्दै जाँदाखेरि एउटा ठाउँमा गएर ग्याल्भेनोमिटरमा नल डिफ्लेक्सन आयो र त्यो ब्यालेन्स्ड कन्डिसन रहेछ भनेर भन्छौँ हामी किन भन्छौँ भन्दाखेरि यसलाई हेरौँ न एकचोटि जस्तो बनाउँछ है त सानो बनाउँछ ल यसलाई पहिला ल यो हिँड्दा हाम्रो यो E हो यतातिर कतै की छ त्यस पछाडि यहाँ एउटा यसरी हेर्नु हो भने यहाँनिर के देखिन्छ A देखिन्छ हो यतातिर हेर्नु हो भने यतातिर के देखिन्छ C देखिन्छ हो अब A देखि यो पोइन्टलाई के भनौँ ल यो पोइन्टलाई ल T भन्नु भने ल मैले सो A देखि यतातिर T छ यतातिरको चाहिँ यो के छ अरे B छ हो यसरी बनाउन मिल्छ है हेर्नु है त जस्तो A देखि T तिर म माथितिर जाँदैछु भने यहाँ R भेट हुन्छ सो T देखि म C तिर जाँदैछु भने यहाँ X भेट हुन्छ A देखि म B तिर जाँदैछु भने हेर्नुहोस् त यो सर्टेन लेन्थ छ कि छैन लेन्थसँग डाइरेक्टली प्रोपोर्सनल टु के हुन्छ अरे R हुन्छ अरे सो यसको के रेसिस्टेन्स छ यति लेन्थ अफ वायर छ भने यसको के रेसिस्टेन्स छ जसलाई हामीले P भन्यौँ
त्यस्तै बाँकी रह्यो 100 सेन्टिमिटर माइनस एल अथवा 1 मिटर माइनस एल 1 माइनस एल भन्ने पनि भयो, जे लेखे पनि भयो। यसको रेसिस्टेन्स क्यू छ। सो बिचमा के छ हाम्रो ग्याल्भेनोमिटर छ हैन, टीदेखि बीको बिचमा के छ ग्याल्भेनोमिटर जी छ। सो यही त हो नि फिगर है, बुझ्नुभयो नि हैन। सो यो त व्हिटस्टोन ब्रिज फिगर बन्यो। अब ग्याल्भेनोमिटरमा नन डिफ्लेक्सन देखायो भने त के भयो, त्यो ब्यालेन्स कन्डिसन भयो। सो ब्यालेन्स कन्डिसनमा मल्टिप्लाई गर्दा बराबर। सो क्युआर इक्वल्स टु पिएक्स, क्युआर इक्वल्स टु पिएक्स। हामीले थाहा पाउनुपर्ने एक्स छ। अब मैले यहाँनिर के गर्छु भन्दाखेरि यसो गरौँ न ल, उतापट्टि लगिदिउँ। पी बाई क्यू इज इक्वल्स टु आर बाई एक्स। अब वी नो पी डाइरेक्टली प्रोपोर्सनल टु एल, त्यही त हो नि, यतिको हो नि त पी रेसिस्टेन्स डाइरेक्टली प्रोपोर्सनल टु एल। अरू बाँकी रहेको 1 माइनस एल, क्यू डाइरेक्टली प्रोपोर्सनल टु 1 माइनस एल। सो 100 पनि लेख्न पाइयो, तर 100 लेख्नुभयो भने त्यो चाहिँ सेन्टिमिटरमा हो भनेर बुझ्नु पऱ्यो है तपाईँले, आफूले बिर्सिनु चाहिँ भएन। अब पी बाई क्यू यो भइहाल्यो, पी बाई क्यू गर्दाखेरि देन पी बाई क्यूको ठाउँमा कति भयो एल बाई 1 माइनस एल इक्वल्स टु आर बाई एक्स। कन्सटेन्ट त एउटै हुन्छ नि त हैन दुईटैमा, त्यही भएर इक्वल्स टु समथिङ कन्सटेन्ट इक्वल्स टु समथिङ कन्सटेन्ट, त्यो दुईटा कन्सटेन्ट बराबर कटे पछाडि एल बाई 1 माइनस एल रहेको है। और एक्स इज इक्वल्स टु कति हुने, यो यतातिर आउने भयो, यो 1 माइनस एल यतातिर जाने भयो, तलतिर एल रहने भयो, अनिखेर मल्टिप्लाइड बाई आर। सो यसरी हामीले एक्स निकाल्न सक्छौँ। ल तपाईँले जे पनि गर्न पाइन्छ है, यहाँनिर एक्स राखेर यतातिर आर राख्न पनि पाइन्छ, जुन साइडमा तपाईँले अननोन रेसिस्टेन्स राख्न पनि पाउनुहुन्छ, नो वरिज। सो यो क्वेसनमा हेरौँ, मिटर ब्रिजमा 60 सेन्टिमिटर फ्रम ए भने पछाडि कतातिर भने यतातिर एउटा नल पोइन्ट अब्टेन भएछ इनिसियली, सुरुमा भनौँ न यो अवस्थामा, तर पछिबाट यसमा 5 ओम भन्ने रेसिस्टेन्सलाई एड गरिसके पछाडि नल पोइन्ट चाहिँ 50 सेन्टिमिटरमा फाइन्ड भएछ। सो आफ्टर एडिङ चाहिँ कहाँनिर 50 भने चाहिँ यो बिचतिर के भएछ नल पोइन्ट फाइन्ड भएछ भने चाहिँ डिटरमाइन द भ्याल्यु अफ आर एन्ड एस भनेर सोधेको छ। एकदम सजिलै छ यो। सो इनिसियली भन्दा पनि यसो गरौँ न ल, व्हिटस्टोन ब्रिज सर्किट बनाइदिउँ न, सबभन्दा सजिलो। यसको ल बनाउन थालिहाल्नुहोस् त तपाईँहरू। सो यतातिर यस्तो यस्तो यस्तो, सो यहाँबाट यहाँ र यहाँ होइन, यो ए छ यतातिर बी छ हो, अनि यो माथितिर यसलाई आर भनिएको छ, यो पोइन्टलाई केही भनौँ नभने पनि भयो, यसलाई यतातिर यो एस भयो, यतातिर यतिलाई पी भनिदिउँ न ल, पी भनिदिउँ, यतिलाई क्यू भनिदिउँ ल, क्यू भनिदिउँ, बिचमा ग्याल्भेनोमिटर छ, यो भइहाल्यो। सिम्पल सिम्पल तपाईँहरूले बनाइहाल्नुहुन्छ। यो कस्तो हावा फिगर बनाएन भन्नु होला, यो बुझे भइगयो है त। अब यहाँ एट नल पोइन्ट, किन नल पोइन्ट भनेको छ नि त होइन, नल पोइन्ट भनेको त ब्यालेन्स कन्डिसन हो, डिफ्लेक्सन नभएको पोइन्ट। सो नल पोइन्टमा के हुन्छ अरे, यो क्युआर इक्वल्स टु पिएस। अब हामीलाई यहाँनिर यसो गरौँ, अब आर बाई एस इक्वल्स टु पी बाई क्यू हामीले यो लेख्न पायौँ। अब आर बाई एस इज इक्वल्स टु पी भनेको पहिलो अवस्था होइन त, पहिलो भनेपछि 60 भनेपछि यहाँदेखि यहाँसम्मको 60 सेन्टिमिटरसँग डाइरेक्टली प्रोपोर्सनल, यतादेखि यता भनेपछि कति हुने भयो 40 सेन्टिमिटर हुने भयो। मैले सेन्टिमिटरमै राखेको छु, त्यही भएर 100 माइनस गरेँ ल, 2 3 जा 2 2 जा भनेपछि आर इक्वल्स टु कति भयो 3/2 एस। यसलाई इक्वेसन 1 भनिदिए भयो। अब अर्को फेरि के गर्यो, इफ नाउ रेसिस्टेन्स अफ 5 ओम इज कनेक्टेड, ल फेरि पछिबाट 5 ओम कनेक्ट गरियो एसमा। अब के हुने भयो, सेकेन्ड केसमा के हुने भयो, त्यही क्युआर अथवा यत्र केही लेखिदिनु परेन, यहीँनिर यसो गरौँ न, आरको ठाउँमा आरै भइहाल्यो, एसको ठाउँमा एस प्लस 5 भयो, इक्वल्स टु पी बाई क्यू। कुन अवस्थामा भनेको छ 50 सेन्टिमिटर फ्रम ए भनेपछि 50/50 भनेको यो त 1 भइहाल्यो, और आर इक्वल्स टु एस प्लस 5 भयो, र आर भनेको कति छ हाम्रो 3/2 एस छ, त्यो भनेको एस प्लस 5,
3/2s माइनस s भनेको 1/2s, उतापट्टि जाँदाखेरि 2 5 जा 10 ओम। त्यसो r कति आयो त? यहाँ इक्वेसन 1 मा लगाएर राख्थ्यौँ न हैन? 3/2s भनेको कति भयो त? r equals to 3/2 into 10. So 2 5 जा. So r equals to 15 ओम। यसरी गर्दा भइहाल्यो। यो सजिलै आयो। ल यसमा केही गाह्रो छैन, मैले अलिकति यसलाई सानो बनाइदिएँ ल। केही छ र गाह्रो? केही छैन। बाँकी हामी अर्को भिडियोमा गर्छौँ। ओके, टिल देन, have a good time and keep loving physics. Thank you.